साथीहरू यो चाहिँ बिरामी हो। हामी आएर यहाँ दुम्लिङमा बसेको छौँ। त्यहाँको घरबेटीको बुहारी हो। सानो रहेछ मान्छे, 6 महिनाको पेट रहेछ। तर हिजोदेखि बच्चा नचलेको अवस्था। लानु पनि कसरी लानु, चेकअप गर्नु पनि त्यस्तै होइन। यहाँ दुम्लिङ ब्यास गाउँपालिका 2 को पेडा। यति अप्ठ्यारो बाटो, यो त अलिकति सडक जस्तो भेटिएछ। अनि यहाँको छोरा मान्छेहरू पनि नभेटिने क्या साथीहरू। यस्तो दुःख क्या। यहाँ काममा गइरहेको अनि छोरी मान्छेहरूले बोकेर लगेको पनि अवस्था हो। नाना देख्यो कि देखेन हेर्नु? देखिरहेछ। साथीहरू त्यस्तो छ है। तपाईँहरूले धेरैभन्दा धेरै चाहिँ यो भिडियो सेयर गर्नुपर्छ। यहाँ अब ब्यासको यो दुम्लिङको दार्चुलाको यो पीडा अब तपाईँहरूले महसुस गरेर सरकारसम्म यो पुर्याउनुपर्छ। किनकि हाम्रो हड्के साम्पाङ जो विगत 15 वर्षदेखि चाहिँ जनताको सेवा हुनुहुन्छ, उहाँले आवाज राख्नुहुन्छ र यो पीडा चाहिँ चाँडै नै समाधान होस् भन्न चाहन्छौँ हामी। नेपाल स्ट्रेचर पनि टुटेर होइन, यहाँ हेर्नु नि ओर आएर स्ट्रेचर टुटेर स्ट्रेचर नपाएर गाउँभरि खोज्दा एउटा भाइ र मैले बल्ल बल्ल स्वास्थ्य चौकी खुलेर त्यो पनि ल्याएको टुटेको स्ट्रेचर छ क्या। यहाँको पीडा यस्तो छ। आज मिति 2083 सालको 2 गते मात्र हो। आज हामी आफ्नो काम श्रमदानमा जान छोडी उहाँ गाउँलेको बुहारीको सेवातिर लागिरहेछौँ। यस्तै छ। अब त्यो बाटो हेर्नु न, इन्डियाको बाटो त्यो पुर्याउनलाई कम्ती टाढा अझै पर पुगेर ट्विन चढेर मात्रै त्यो बाटो लाने रहेछ क्या। त्यति अब यताबाट जाउँ भने त 4 घन्टा 5 घन्टा त्यतिले के पुग्छ, त्यत्रो 6-7 घन्टा लानुपर्छ बोकेर। नेपालको बाटो त्यही पनि खट्टाङ र खुट्टुङ त्यस्तो अवस्था छ। त्यही पनि गाडी कथेर आउने साथीहरू प्लिज यो भिडियो सेयर गरेर यो दुम्लिङ ब्यासको पीडा उतो गाउँबाट आएको हामी साथीहरू, त्यो परको गाउँबाट यस्तो खोला होइन, त्यो महाकाली तल महाकाली पुगिसक्नु आँट्यो। तर यस्तै भिड जानुपर्ने रहेछ साथीहरू।